नमस्ते साथीहरु, तब सबैलाई ज्ञान कोषमा स्वागत छ है त। यहाँ सब हामीले मैले आज यो भिडियो किन बनाएको भन्नुहुन्छ भने आज यो भिडियो भनेको एकदम पुरा हेरिदिनु होला हैन। किनभने तपाईले यो भिडियोमा बुझ्नुहुन्छ के ज्ञान कोष एप भनेको के हो, ज्ञान कोष एप कसको लागि हो हैन, अनि ज्ञान कोषमा हैन जस्तै फर एक्जाम्पल डेभलपरले कति कमाछ हैन, अनि त्यसै ज्ञान कोष एपमा पैसा कतिखेर बढ्न सक्छ त, जस्तै कुन टाइममा बढ्न सक्छ त पैसा। जस्तै अब हाम्रो विथड्र गर्दाखेरि अहिले त के छ 1000 ज्ञान पोइन्टको 1 रुपैयाँ छ नि, हो कि हैन? हो 1 रुपैयाँ छ नि त अहिले। अब यो कतिखेर बढ्छ र कहिलेसम्म के हुन्छ भन्दाखेरि चाहिँ पैसाहरू हाई एमाउन्टमा आउन सक्छ त। अब यो ज्ञान कोष एपको बारेमा योमा पुरा म एज अ डेभलपर हैन, म तपाईलाई पुरै मेरो मनको पीडा दुःख एभ्रिथिङ म तपाईलाई के गर्छु भन्दाखेरि चाहिँ तपाईलाई मैले एकदम क्लियर पार्ने कोसिस गर्छु यो भिडियोमा। त्यही भएर केवल यो भिडियोलाई फुल हेर्दिनु होला हैन, अनि बुझ्दिनु होला, अनि तपाईको मनको प्रतिक्रिया तपाईको के हुन्छ हैन, खास सजेसन्सहरु जति पनि सब चीजहरु छन् नि हैन, यो सबै चीजहरु के रे कृपया यो के रे तलब कमेन्टमा लेखिदिनु होला हैन। सो एज अ डेभलपर हैन, मैले नेपालमा फर्स्ट टाइम हो कुनै पनि एप्लिकेसन्स के ल्याउन खोजेको त लर्न एन्ड अर्न कन्सेप्टको बेसको एप्लिकेसन्स मैले फर्स्ट टाइम नेपालमा ल्याउन खोजे हो कि। किनभने नेपालमा एउटा कुरा यति बुझ्नु छैन, जति जुन कन्टेन्ट ज्ञान कोष एपमा छ नि हैन, म आफै पनि बीएससी केमिस्ट्रीको स्टुडेन्ट हो हैन, अनि केमिस्ट्रीको स्टुडेन्ट भइसकेपछि मलाई थाहा छ केमिकल इन्डस्ट्रीमा, अनि मैले पनि कुनै कुनै टाइममा अभियसली हुन्छ नि त आफूलाई इन्ट्रान्सको त अब त्यो अब यो इन्ट्रान्स दिने त्यो इन्ट्रान्स दिने भनेर गरेकै हो, अनि आइएल्समा दिएकै हो हैन, अनि पछि हुनाथरी यो सबै चीजको एक्सपिरियन्स भएको मान्छे हो कि हैन। अनि यो सबै चीज एक्सपिरियन्स गरेर लास्टमा आएर मैले के गरेको भन्दाखेरि चाहिँ ज्ञान कोष एप फाउन्ड गर्नको लागि मेरो यो सबै स्ट्रक्चर बनेको रहेछ भन्ने कुरा चाहिँ मैले बुझेको के खास। अब जुन समस्या मैले भोगे हैन, जुन समस्या मैले महसुस गरे त्यो समस्या फेरि के होस् नहोस् भन्दाखेरि सबैसँग सबैलाई समस्या नपरोस् के हैन, मेरो मेन कुरा नै त्यही हो कि। अब त्यसै कारणले गर्दाखेरि मैले ज्ञान कोष एप फाउन्ड गरेको हो। ज्ञान कोष एप खास कसको लागि हो त्यो बुझौँ। अनि मैले अन्तिममा तपाईलाई अन्तिम भन्दाखेरि पनि बीचमा हैन म तपाईलाई एउटा कुरा भन्छु हैन, खास मेरो उद्देश्य के छ, कहिले पेआउट इन्क्रिज हुन्छ हैन, अनि अहिले मैले ज्ञान कोष एपबाट कति कमाइरहेको छु, यो सबै कुरा यसमा पुरा डिटेलमै दिन्छु है मैले। त्यसै कारण यो भिडियो भनेको कस्तो भन्दैछ, यो च्यानल जुन यो कुनै मार्केटिङको लागि गराएको होइन कि, मैले आफ्नो मनको पुरै कुरा बताउनको लागि बनाएको के भिडियो हो है त। यो त्यसलाई अन्यथा नलिनु होला, अब कसैको मनमा लाग्ला कसैको केही होला हैन, कसैलाई केही होला, प्लिज डोन्ट टेक इट एज अ सिरियस हैन। तर कस्तो भन्दाखेरि चाहिँ म एज अ डेभलपर, म यो जुन पछाडि डेभलपर एपको पछाडिपट्टि जो एउटा व्यक्ति बसिरहेको छ, एउटा पुरा टिम बसिरहेको छ, त्यो टिमले जब हजुरहरूले भनेको प्रतिक्रियाहरू हेर्छ हैन, त्यसलाई कस्तो महसुस भइरहेको छ, त्यसले खास के गर्न खोजेको थियो एपबाट र के भइरहेको छ हैन, यसको बारेमा पुरा व्याख्या हुनेछ है त। ज्ञान कोष एप कसको लागि हो सुरु गरौँ, भिडियोमा धेरै भनेर पनि केही काम छैन। ज्ञान कोष एप कसको लागि हो त, कोर भिजन के हो यो एपको, खास कसको लागि हो यो। अब सबै मान्छेहरूले यसलाई के रूपमा लेखन भन्दा चाहिँ अब म भोलिदेखि जागिर छोडिदिन्छु हैन, म टन्न जागिर छोडिदिन्छु हैन भोलिदेखि, अनि के गर्छु भने चाहिँ एप चलाएर बस्छु अनि घर बनाउँछु भन्ने सोचिरहनु पर्छ भने द्याट्स नट इट फर यु। यो तपाईको लागि होइन। तपाईलाई सिधै भनिदिन्छु, जतिजना जान्नुहुन्छ केही मतलब भएन, तपाईले अब सबै कामसाम छोडेर घरमा बसेर मैले के गर्छु भन्नुहुन्छ भने तपाईले घर बनाउँछु बङ्गलो बनाउँछु भन्ने सोचिरहनु पर्छ नि। यो दुनियाँमा कुनै पनि त्यस्तो एप छैन जसले के गर्न सकोस् भनेपछि तपाईलाई बङ्गलो बनाएर देउस् के। यो कुनै एउटा खास मैले अर्निङ प्लेटफर्म मात्र हो भनेर बनाएको अर्निङ प्लेटफर्म नै होइन यो के एप यो प्लेटफर्म हो भन्दा चाहिँ यसलाई भनिन्छ एजुकेसनल सिस्टम भनिन्छ के। यो के हो त भनेपछि एजुकेसनल सिस्टम एप हो। यसमा पैसा छ, यस मैले सही सुन्नुभयो तपाईले, यसमा पैसा पाइन्छ, धेरैले पैसा पाइ पनि राखेका छन्। किन पाइरहन् भन्दाखेरि चाहिँ तिनीहरूले के गरिरहेको छन्, पढ्नको लागि एपलाई युज गरिरहेको छन्, पढेको छन्, कोही कोहीले टुर्नामेन्ट खेलेर डाइरेक्टली 250 देखि 150 हैन 100 पाइराखेकै छन् लाइभमा, नपाएका हैनन्, पाउँछन् पनि। वी विल गिभ इट, किनभने हामीलाई थाहा छ कि हामीले यो के को लागि बनाएको भनेपछि गेमिफाइड रुल। जस्तै तपाईले के, जस्तै फर इक्जाम्पल म तपाईलाई भन्छु है त, तपाईले एकचोटी मेरो एपमै लगेर भन्छु, जस्तै तपाईलाई अब कुनै टुर्नामेन्टहरु खेल्न मन लाग्यो हैन, जस्तै फर इक्जाम्पल मान्नुस् तपाईलाई के गर्न मन लाग्यो भनेपछि तपाईले सी को एक्जामको प्रिपरेसन गर्दै हुनुहुन्थ्यो या फिजिक्सको एक्जाम प्रिपरेसन गर्दै हुनुहुन्थ्यो भने तपाईले फिजिक्सको प्रिपरेसन गर्नुभयो हैन। अब फिजिक्सको प्रिपरेसन गर्दाखेरि तपाईलाई के भयो त, यो क्वेशन्सहरु आयो, यस्तै क्वेशन सेम एक्ज्याक्टली सोध्ने हो कि सी मा, अनि आउने बित्तिकै के गर्नुभयो तपाईले एउटा एन्सर सिलेक्ट गर्नुभयो, तपाईको गलत भयो, अनि गलत भइसकेपछि के गर्नुभयो त तपाईले मज्जाले एन्सर हेर्न पाउनुभयो। यो भन्दा त कुनै पनि एउटा स्टुडेन्टलाई केही चाहिन्छ, आफै सोच्नुस् न, केही चाहिन्न नि त हैन र यस्तो। अनि त्यस्तै अब यो स्टुडेन्टको लागि मात्र हो त मैले बनाएको होइन, यो स्टुडेन्टको लागि मात्र बनाएको छैन मैले यो एप। यो एपमा राम्ररी हेर्नुहुन्छ नि जर्मनी पढ्नेको लागि छ हैन, ब्रिज कोर्स पढ्नको लागि जुन अब +2 को एक्जामिनेसन दिन्छन् नि हैन, जसले अब त्यो +2 को के त्यो 11-12 मा एडमिसन गर्न जान्छन् नि, त्यो बेलामा पहिला पहिला ब्रिज कोर्स भन्ने हुन्थ्यो नि, हो त्यो ब्रिज कोर्सको पुरा क्वेशन्सहरु यसमा यहाँ फिटेड छ, पुरै 100% फ्री छ एप।
हैन। अनि त्यसपछि अर्को कुराखेरि कोडिङ सिक्दै हुनुहुन्छ भने जाभाहरूको लागि छ। अब भागवत गीता पढ्नुहुन्छ भने ज्ञानको लागि भागवत गीता पनि छ, हिन्दी पनि छ, इङ्ग्लिस पनि छ हैन। अनि इपिएस टपिकको लागि पुरै मिनिङहरू दिएको छ हैन, टेक्स्ट बेस्ड क्वेशन्सहरू दिएको छ। अब रिडल्स गाउँखाने कथाहरू कुनै पनि अब सिक्न चाहनुहुन्छ भने यही छ। आइएल्स भोकाबुलरीहरू पुरै बुस्ट गर्ने ग्रामर रुल्सहरू ए टु जेड यो एप्लिकेसनमा हालेको छौँ। अनि यो कन्टेन्टहरू कुनै पनि बच्चाना कन्टेन्टहरू हालेका छैनौँ हामीले। यो कन्टेन्टमा तपाईँले जस्तै फर इक्जाम्पल मानिरहनु तपाईँ गाउँखाने कथा खेलौँ है त, एउटा गाउँखाने कथा खेलिदिइहालौँ। एउटा गाउँखाने कथा खेल्दाखेरि चाहिँ अब तपाईँ कहीँ बस्नुभयो, टाइम पास गरिरहनु भएको छ होइन, ल गाउँखाने कथा खेल्छौँ, छुन खोज्दा हातमा पर्दैन तर कानमा ठोकिँदा आइपुग्छ होइन, त्यो के हो भन्ने जस्तो नि। अब हावा होला होइन, रेडियोको आवाज रहेछ। सो यस्तै यस्तै गरेर के गर्न सक्नुहुन्छ भनेपछि तपाईँले अब ज्ञानको अब यस्तै यस्तै मजा लिइरहनु भएको थियो होइन। अब यसरी ज्ञान कोइन कमाउनु भयो। अनि ज्ञान कोइन कमाइसकेपछि के भयो त भन्दाखेरि चाहिँ यो ज्ञान कोइन गरेर केमा एड भयो त, वालेटमा एड भयो। अब एकै दिनमा अरबपति बन्ने होइन कि, टिकटक चलाएर टाइम वेस्ट गर्ने टाइमलाई ज्ञानकोश एपमा इन्भेस्ट गरेर तपाईँले के गर्न सक्नुहुन्छ त, टाइमको जो सदुपयोग पनि गर्न सक्नुहुन्छ र हल्का भए पनि के हुन्छ त भन्दाखेरि तपाईँलाई पैसाको अनुभूति हुन्छ भनेर मात्र हामीले के गरेको त, खास यो गेम एप बनाएको हो कि। बुझ्नु भने एपको उद्देश्य त्यो हो। अनि यसको टार्गेट अडियन्स को हुन्छ भन्दाखेरि चाहिँ जसलाई सी प्रिपेरेसन गर्दै हो, आइएल्स गर्दैछन्, जर्मनी पढ्दैछन्, कोरियन पढ्दैछन्, या होइन अरू टिकटक चलाएर त टाइम पास हुन्छ म गाउँखाने कथा खेल्छु भनेर खेल्दैछन्। या तपाईँले यो पनि गर्न सक्नुहुन्छ अब आफ्नो बच्चालाई अरू एप दिनुभन्दा लौ त नि तैँले ज्ञानकोश एप खेल्न त, के भयो त नि अब यसबाट ज्ञान पनि पाइन्छ, मजा पनि लिक भन्नको लागि एउटा बेटर होस् भनेर के गरेको त, यो ज्ञानकोश एप डेभलप गरे हो कि। मार्केटमा सेम एज इट इज यही कोर्सलाई होइन, तपाईँलाई थाहा हो तपाईँलाई कति लिन्छन्, थुप्रै एप्लिकेसनहरू छन् नाम नलिगौँ, जसले के गर्छन् भनेपछि सीको यही लेभलको कोर्स पनि छैन क्या तिनीहरूसँग। तर के गरिरहेको छन् त, 500 देखि 5000सम्म लिएका छन् क्या त्यो मेटेरियल प्रिपेरेसन गर्दाखेरि। तिनीहरू एप्लिकेसन्सहरूलाई भन्दा त मैले कमसेकम फ्रीमा दिएँ भने कुनै पनि एउटा निडेड पर्सन्सहरूले त के गर्नु पाओस् त, कमसेकम पाओस् न। अब त्यो जुन पेड कोर्सेसहरू छ त्यहाँ कम्ती युट्युब भिडियोहरू कुनै के भिडियोहरू पनि बनाएर हाल्नुभएको छ। उहाँको एपको मार्केट नै फरक हो, उहाँले टार्गेट नै फरकलाई गरे हो, मैले टार्गेट नै फरकलाई गरे हो। सो खास दोष र कम्पेरिजन गर्नुपर्ने कुनै कारण त छैन होइन। तर हामीले पनि मेहनत गरेर मेरो भिजन फरक छ, मेरो आइडिया फरक छ, मेरो टेक्निक फरक छ, त्यही भएर मैले 5000मा कोर्स बेचेको छैन कि। मैले लामो सोचेर के गरिरहेको छु भन्दा चाहिँ एपमा जति नोक्सानी भए पनि जे भए पनि पैसै आए पनि मैले सबैलाई के गरिरहेको छु, युटिलाइज गर्ने कोसिस गरिरहेकै छु कि। अब तपाईँलाई के लाग्छ नि फुर्सद, जस्तो यो एपलाई होइन तपाईँले के को लागि पनि युज गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ फुर्सद हुँदाखेरि चाहिँ पनि युज गर्न सक्नुहुन्छ। तर म्याक्सिममहरूले के गरिदिनु भयो थाहा छ, क्यास खाऊ भनेर गरिदिनु भयो। क्यास खाऊ भनेको पैसा कमाउने अरे गरेर लेबर काम गरेर त तपाईँले दिनमा 400-500 कमाउनु सक्नुहुँदैन। लेबर काम गर्न कम गाह्रो हुन्छ। अब एप चलाएर बसेर ट्वाटा पारेर तपाईँले पैसा पाउनुहुन्छ, यहाँ मजाक जस्तो कुन एपमा छ त्यस्तो। हामीले अब 1000 रुपियाँ पाउनुहुन्छ, 10,000 रुपियाँ पाउनुहुन्छ भनेर मैले पुरै तपाईँलाई मार्केटिङ गरौँ होइन, अनि 1 रुपियाँ नदिम उठेर हिँड्नु, त्यस्तो एप त होइन नि त। यो त कस्तो भन्दाखेरि चाहिँ म्याक्सिममहरूलाई के होस् त भन्दाखेरि चाहिँ जस एउटा सिजन होस्, एउटा भिजन होस्, एउटा कोर नलेज होस् होइन, हेल्प होस् भनेर मात्र मैले यो एपलाई के गरेको त, फ्री राखेको। तपाईँ हामी नेपालमा सबै के छैन नि त, अरबपति खरबपति छैन नि के यो दुनियाँमा। यति कुरा याद राख्नुहोस्, नेपालमा सबै कोहीको घरमा त अझै खाना पनि हुँदैन, त्यस्तो समस्त अवस्थाको पनि मान्छेहरू छन्। तिनीहरूलाई पनि के होस् त, एजुकेसनबाट टाढा नहुन् भनेर के गरेको त, यो एपले बेस्ट कोर्सेसहरू प्रोभाइड गरेको हो। यसलाई गलत नलिनु होला तपाईँहरूले। अब जस्तै यो कुराहरू मेरो ट्युनहरू नराम्रो भयो होला, मलाई यस्तो किन भयो त, म यो लेभलसम्म यो भिडियो बनाउनमा किन बाध्य भएँ त भन्दाखेरि चाहिँ एउटा रिजन छ कि। के रिजन छ भन्दाखेरि चाहिँ यो पढ्नुहोस् न एकचोटि है त। यो मलाई रिभ्यू आएको प्ले स्टोरको होइन, मैले अब कोहीको नाम नै राखेको छु, सरी है। अब तपाईँलाई नराम्रो लाग्यो भने त माफ गरिदिनु होला, तर कस्तो नि यो एकदम देखाउनको लागि सही थियो कि। अब जस्तै हाम्रो सविता पाण्डेजीले त उहाँलाई के को रूपमा युज गर्नुभएको छ भने चाहिँ आज पढ्ने एपको रूपमा युज गर्नुभयो। यही यस्तै एउटा कमेन्टले गर्दाखेरि के भइरहेछ भन्दा चाहिँ मन शान्त छ कि गस होइन, कमसेकम मेरो मेहनतले पनि कहीँ न कहीँ कसैलाई त फाइदा गराएर है भन्ने मलाई मनमा लागेको छ होइन। त्यस कारणले गर्दा म अझै पनि होपमा बाँचिरहेको छु कि। तर तपाईँहरूले जस्तै फर इक्जाम्पल जस्तै अब आयुष्मान लामाले के गर्नुभएको छ भने कम्तीमा केही नभए पनि नेगेटिभ रिभ्यू दिनु, उहाँको 5 स्टार नै छ है। जस्तै उहाँले जस्तै के गर्नुभएको थियो भन्दाखेरि चाहिँ अब नर्मल्ली पुरै 5 स्टार रेटिङ नै दिनुभएको थियो, बट उहाँले प्राइस चाहिँ कम छ बढाइदिनु पऱ्यो यताउति भनिरहनु भएको थियो होइन। अब त्यसपछि मैले उहाँलाई पनि अब त्यही कमेन्ट त गरिरहेको थिएँ, हाम्रो रेस्पोन्स त गइ नै रहेको थियो, बट त्यही पनि अब युजन श्रेष्ठले भनेको शब्द सुन्नुहोस् कि यस्तै यस्तै रेटिङहरू त प्ले स्टोरमा छन् कि होइन। जस कारणले गर्दा के हुन्छ नि, म दिन रात गरेर यताउति गरेर सब चिज एप बनाइरहेको छ होइन। डेभलपरले आज सपोर्टमै पनि बसेर सपोर्टमा पनि मान्छे बसिरहेको छन्, सपोर्ट पनि गरिरहेको छन्, न्यू एप हो होइन। अनि गर्ने कोसिस हाम्रोबाट खुब चलिरहेको छ कि। तर पनि तपाईँहरूलाई के भइरहेको छ भन्दाखेरि चाहिँ जो पनि आउँछ होइन के भनिदिन्छ भन्दाखेरि चाहिँ स्क्याम भनिदिन्छ।
आजसम्म हामीले यति धेरैलाई पैसा पे गरेका छौँ नि, यति धेरैलाई पैसा पे गरिरहेका छौँ। जस्तै फर इक्जाम्पल यस्तो हो कि कम छ, किन कम छ भन्नुहुन्छ भने अब म तपाईँलाई एकछिन भन्छु कि नेपालको एड रेभेन्यूको बारेमा भन्छु अनि कम्प्लिट इकोनोमीको बारेमा म एकछिन भन्छु है त, एकछिन पछि आउँछ। त्यसै कारणले गर्दा यस्तो डिमोटिभेट हुने काम चाहिँ नगरिदिनु होला होइन। खास तपाईँहरूले एपको इकोनोमी पनि नबुझेर होला धेरैले। अब एपको इकोनोमी बुझ्न पनि अब सबैले पनि बुझ्न सक्नुहुँदैन होइन। अब सबैलाई के लागिरहेको होला भन्दाखेरि चाहिँ वर्ल्डमा अब यति कुरा याद राख्नुहोस् होइन। म तपाईँलाई एउटा कुरा पनि सत्यता पनि बताएँ, म आइटी सेक्टरमा भएको लगभग 6 वर्ष 7 वर्ष हुन लाग्यो होइन। तपाईँलाई रियालिटी बताइदिन्छु होइन। कुनै पनि वर्ल्डको कुनै पनि एपले तपाईँलाई एक टाइम काम गरेर 1 लाख 2 लाख 100 2000 5000 10 मिनट काम गरेर 10,000 20,000 कुनै पनि एपले दिनै सक्दैन कि, कहिले पनि दिनै सक्दैन। यो कोसिसै नगर्नुहोस् कि होइन। किनभने तपाईँहरूलाई जतिले भनिरहेको छ नि त्यो एपले तपाईँलाई एक सुका पनि पठाउँदैन कि, यति कुरा याद राख्नु होला होइन। कि रिफरल एन्ड अर्न भन्ने अलग, त्यो त अब नमुनै चौचला भइहाल्यो, त्यो अलग कुरा हो। युट्युबमा गएर तपाईँले भिडियो बनाउनु भयो होइन, थुप्रै सब्सक्राइबर गराउनु भयो, तब त्यहाँबाट आउला पैसा, त्यो अलग कुरा हो होइन। अनि अरूबाट गरेर अब आफ्नै प्रोडक्टहरू केही बनाएर बेच्नु भएको छ तब चाहिँ आउला, तर नत्र त्यत्तिकै आउँदैन। यस्ता जाठा एपले केही पनि हुनेवाला छैन। यो रियालिटी हो है। यति सत्यतालाई पहिला आफ्नो आधारमा राख्नुहोस् होला। अब तपाईँलाई यो सत्यतालाई पस्दैन भने म तपाईँलाई एकदम रियालिटी देखाउँछु पहिला होइन। पहिला सुरुमा तपाईँले यो हेर्नुहोस् होइन। तपाईँलाई मैले आज सर्च गरेको छु एडमपको होइन इसिपिएम कति छ त नेपालमा भनेर सोध्नुहुन्छ भने अब मेरोमा ब्यानर एड सेट अरूलाई डिस्टर्ब होस् भनेर मैले कुनै पनि एड राखेको छैन। जस्तै फर इक्जाम्पल यो एपमा छ नि होइन, बिचमा कोही पनि एड आउँदैन नि। तपाईँले नोटिस गर्नुभयो कि भएन? यो एप यो मोबाइलमा कहीँ पनि बिचमा एड आउँदैन कि, कहिले पनि एड आउँदैन नि। किन एड आउँदैन? मैले एड नराखेको हो कि यहाँ। मैले किन नराखेको त? पढ्दाखेरि कुनै पनि विद्यार्थीलाई के नहोस् त, अप्ठ्यारो नहोस् होइन, पढ्दाखेरि कुनै पनि डिस्टर्बेन्स नहोस् होइन, तिनीहरूले मजाले पढ्न सकुन्, जति सकुन्छ एप युज गर्न सकुन्। यो सबै कुरा सोचेर बल्ल मैले के गरेको त, बिचमा इन्डस्ट्रियल यस्तो एडहरू नराखेको हो कि खास होइन। किन? त्यही भएर त्यो एड रेभेन्यूहरूको तिनीहरूको जुन यो बिचमा भने नि ब्यानर एड इन्डस्ट्री एड भने नि, यो सबै भनेका बिचका एडहरू हुन् कि। युनिट एडहरू मेरोमा छैनन्, तर त्यही पनि यसको पैसा त कम नै थियो। तर रिवार्ड एडको के हुन्छ भने इन्डस्ट्रियल एड जुन तपाईँले हेर्नुहुन्छ त्यो एडलाई के भनिन्छ भन्दाखेरि चाहिँ $0.5 $1 पाइन्छ। यो भनेको इसिपिएम हो। इसिपिएम भनेको अर्थ के हो त म तपाईँलाई बुझाउँछु है त। अब तपाईँले त्यहाँ हेर्नुभयो गुगलमै छु होइन। अब तपाईँलाई इसिपिएम भनेको के हो मैले बताउँछु, त्यो सर्च गर्दा पनि पाउनुहुन्छ, तपाईँको सर्चमा पनि आउँछ है त्यही डाटा। अब जाउँ यसमा। अब हार्ड ट्रुथ म बताउँछु कि तपाईँलाई। हार्ड ट्रुथ भनेको इसिपिएम भन्नाले के बुझिन्छ भन्नुहुन्छ भने यदि कसैले मेरो एड होइन मेरो एपमा 1000 चोटि एड हेर्छ भने, कतिचोटि यो ध्यान दिनु है, 1000 चोटि एड हेर्छ भने बल्ल मेरो कम्पनीले कति पाउने हो त? अब जस्तै फेरि 0.05 देखि 15 भने नि, अब त्यसलाई बिचमा लिगौँ हामीले कति भनौँ भनेपछि 0.75 गरौँ, हिसाब गर्नलाई सहिलो होस्। 0.75 इसिपिएम हुन्छ भन्ने मानौँ भनेको त 1000 जनाले एड हेर्दा $0.75 बल्ल के पाउँछ त? एपले पाउँछ कि। 1000 जनाले एड हेर्दा सोच्नुहोस् त। अब 1000वटा एड पुग्नको लागि 1000 जनाले के गर्नु पर्यो त? मजाले एड हेर्नु पर्यो बसेर। त्यो कोहीले सक्छ? कसैले हेर्छ? मेरो एपमा त कस्तो हो थाहा तपाईँलाई? अब मेरो एपको इकोनोमी भन्छु है तपाईँलाई कस्तो छ। मैले त्यस्तो ठग्नको लागि त्यस्तो गर्नको लागि बनाएकै छैन कि। तपाईँले इकोनोमी पढ्नु कि यहाँ हेर्नु, हिसाब किताब छक्क बुझाइदिनु तपाईँलाई। 1000वटा एडको कति हुन्छ? $0.75 हुन्छ। एउटा एडको रेभेन्यू कति छ? यति छ, 0.0075। यदि मानौँ मैले 133 रुपियाँ किन मानेको भन्दाखेरि चाहिँ 160 भए पनि आउँदाखेरि 100-200 रुपियाँ यताउति काट्छ कि के अरे एडमपले होइन। किनभने यो पठाउँदाखेरि वायर चार्ज के चार्ज भनेर लास्टमा ओभरअल नेपालमा आइसक्दाखेरि पैसा डलर हुने भनेको 133 रुपियाँ हो कि। अनि 133 रुपियाँ हुन्छ भने मलाई नेपालीमा होइन $1 133 हुन्छ भने मैले तपाईँहरूमध्ये कसैले एउटा एड हेर्नुहुन्छ भने मलाई आउने कति हो थाहा छ? 0.10 हो कि। हेर्नु त, यति रुपिज हो कि, नेपाली पैसा हो कि। मैले 1 पैसा पाउँछु कि, तपाईँले एकजनाले एड हेर्दाखेरि मैले 1 पैसा पाउँछु कि होइन। अनि 1 पैसा पाउँदाखेरि मैले कति देखाउँ तपाईँलाई? 100 इनर्जी पोइन्ट दिन्छु कि। 100 इनर्जी पोइन्टबाट के गर्न सक्नुहुन्छ थाहा? 100वटा प्रश्न सल्भ गर्न सक्नुहुन्छ कि। 100वटा प्रश्न मिलाउँदा तपाईँले कति पाउनुहुन्छ थाहा? एउटा प्रश्न मिलाउँदा तपाईँले पाउनुहुन्छ 1 ज्ञान कोइन के। अब 1 ज्ञान कोइन पाउनुहुन्छ नि, हजारवटा तपाईँ 100वटा प्रश्न मिलाउनुहुन्छ भने तपाईँले कति पाउनुहुन्छ त? 1000 ज्ञान कोइन पाउनुहुन्छ कि। सोच्नुहोस् न आफै, 1000 ज्ञान कोइन पाउनुहुन्छ नि, पाउनुहुन्छ कि नै? 1000 ज्ञान कोइन पाउनुहुन्छ नि। यदि तपाईँले 100वटा के अरे होइन 100वटा क्वेसन मिलाउनु भयो भने तपाईँले कति पाउनुहुन्छ? 100वटा ज्ञान कोइन पाउनुहुन्छ कि नै? 100वटा ज्ञान कोइन पाउनुहुन्छ नि। यो 100वटा ज्ञान कोइन तपाईँले कति इनर्जी पोइन्टबाट पाएको त? एपले कति पायो त? 0.1 रुपिज पायो कि। बुझ्नुभयो होइन? 100वटा इनर्जी पोइन्टको। अनि तपाईँले 100 इनर्जी पोइन्टको यदि पाउनुभयो भनेपछि होइन तपाईँलाई के दिन्छ भन्दाखेरि चाहिँ यदि तपाईँ 100वटा होइन के गर्नुभयो त भनेपछि प्रश्न मिलाउनु भयो भने पनि के हुन्छ? कतिचोटि मिलाउनु भने 10 चोटि मिलाउँदाखेरि कति हुन्छ?
₹1 पाउँदाखेरि ठ्याक्क मैले ₹1 टक्क एक्ज्याक्टली दिएछु के खास भन्ने हो भने यहाँ हेर्नु है, अधिकतम पेमेन्ट पठाउनु पर्ने सम्भावना होइन। जस्तो कस्तो हुँदाखेरि चाहिँ हेर्नु है, अब म्याक्स कोइन अर्न कति हो त 100 ज्ञान कोइन हो, अनि भ्यालु कति छ त 100 ज्ञान कोइनको भन्दाखेरि चाहिँ अब 100 ज्ञान के अरे एकचोटिमा कति रुपियाँ पाइन्छ त 0.10 RS पाइन्छ होइन। अब टोटल तपाईँलाई क्यालकुलेसन्स बताइदिउँ भने गुगलबाट मलाई कमाइ आउँछ यति तपाईँलाई कि हरेक प्रश्नमा मलाई कति पैसा आउँछ भन्दाखेरि चाहिँ हरेक प्रश्न सल्भ गरे बापत मलाई कति आउँछ 0.09975 आउँछ कि होइन, यति आउँछ। अब मैले विद्यार्थीलाई कति दिनुपर्छ त 0.1 दिनुपर्छ कि मैले चाहिँ दिनुपर्छ कि 0.1 डेलिभर गर्दाखेरि खुद कति हुन्छ -0.00725 हुन्छ। अब यो सधैँ मलाई घाटा भएको छ त भन्दाखेरि चाहिँ अहिले टोटल्ली घाटै भनेर 100% घाटा चाहिँ भएको छैन। किन घाटा भएको छैन भने सबैले 100 क्वेसन त मिलाउँदैन नि त, त्यसै कारणले गर्दा 100% घाटा भएको छैन। नाफा त नाफै छैन, त्यस्तो नाफा भनेर ओहो के का नै म त पैसै पैसा भयो भन्नेलाई केही पनि छैन। किन थाहा छ, कसैलाई चाहिँ हुन्न के त्यो एड रेभेन्यू नै त्यति धेरै हुँदैन। तर मैले भविष्यमा के भनिरहेको छु भनेपछि मैले भविष्यमा पैसा बढाउँछु जब एप फेमस हुन्छ बढ्छ। यो शब्द धेरैले सुन्नुभयो होला, धेरैचोटि सुन्नुभयो होला। यो कसरी भनिरहेको त अहिले, अनि घाटामा कसैले बिजनेस गर्छ भन्दाखेरि चाहिँ एक दिन सुरुमै ठ्याक्कै कमाइ खोज्ने त्यसैले हो जसले के गर्न सक्दैन त भन्दाखेरि चाहिँ जसले अब जस्तै फर इक्जाम्पल त मैले यो एप्लिकेसन्स एक दिन कमाउँछु भनेर बनाएको एप्लिकेसन होइन कि। यो एप्लिकेसनको उद्देश्य के छ भने दुखीले पढ्न पाऊ, के हुन्छ भन्दा चाहिँ अनि मलाई पनि पैसा होस् उनीहरूलाई पनि पैसा होस्। त्यो कतिखेर हुन्छ त भन्दाखेरि चाहिँ यदि मेरो यो एप्लिकेसन हजारौँ लाख जुन स्टुडेन्टहरूले युज गर्नुभयो भने डेली बेसिसमा होइन, मैले के गर्न सक्छु भन्दाखेरि चाहिँ ठुल्ठुलो कम्पनीहरूले हामीलाई डाइरेक्टली नै एड दिन सक्छन् कि। अनि तिनीहरूले डाइरेक्टली एड दियो भने बल्ल के हुन्छ त हाम्रो रेभेन्यू एकदम ड्रास्टिकल हुन्छ, गुगलले दिएको एड त चट्ने पनि हुँदैन होइन। अनि त्यही भएर मेरो भविष्यको के छ त प्लान, ज्ञानकोशलाई कसरी बढाउने प्लान छ त होइन। एउटा मेरो डाइरेक्ट स्पोन्सर र प्रिमियम एडहरूको थ्रुबाट मैले आफ्नो स्पोन्सरसिप बढाएँ भने बल्ल के हुनसक्छ भन्नुहुन्छ भने बल्ल ज्ञानकोश एउटा बब्बाल प्रफिटेबल बिजनेस बन्छ, नत्र बन्दैन। र मलाई एक्चुअली त्यस्तो धेरै लसेस पनि छैन, अनि म बियर पनि गर्न सक्छु होइन, जति लसेस छ त्यति म बियर पनि गर्न सक्छु। अनि भगवान्को दयाले त्यति पुगेँ। अनि पछाडि के हुन्छ भन्दाखेरि चाहिँ यो सबै चिज भइसकेपछि तपाईँहरूलाई के हुन्छ भन्दाखेरि चाहिँ भविष्यमा यदि कहीँ चिज अब केही सपोर्ट चाहियो, केही गर्न पर्यो होइन, अब केही नभए पनि मैले जोस् कोसिस गर्ने विद्यार्थीहरूको लागि एउटा फ्री टुल्सको रूपमा पनि के हुने भयो त इस्टाब्लिस गर्ने भयो। पहिला पनि सानो मैले आफै खोजेको थिएँ कि म पनि पढ्न खोजेको थिएँ पहिला होइन। म तपाईँलाई रियालिटी बताउँछु, पहिला मैले पनि एउटा यस्तै एप खोजेको थिएँ कि मैले आफ्नै पर्सनली खोजेँ। यो मेरो ड्रिम प्रोजेक्ट हो कि सिरियसली भन्छु म तपाईँलाई, यो मेरो एकदम ड्रिम प्रोजेक्ट हो। चाहे यसलाई घाटा लागोस् चाहे जे होस्, आई एम किपिङ इट अन रनिङ होइन। मलाई यसको पैसा आओस् नआओस् जे होस्, यो एप कहिले पनि बन्द हुँदैन कि, चाहे जे जाओस् कि मेरो तर्फबाट होइन। मैले अब यस्तो लास्ट टाइम अब केही गर्न भएर इकोनोमी नै चलाउन नसक्ने अवस्था आइहालेछ भने पनि जसको तिर्नुपर्ने तिर्दिन्छु। त्यसपछि यो एपलाई ओपन एज अ फ्री नै राख्छु कि, जस्तै एड हेऱ्यो अनि क्वेसन प्र्याक्टिस गऱ्यो भन्नेलाई नै टाइपको एप्लिकेसन गराउँछु होइन। तर जे होस् केही नभए पनि अब जस्तो हल्का सानो इकोनोमी त चलाउन सकिन्छ नि त। त्यही भएर मैले के गरिरहेको छु भने चाहिँ वी आर पेइङ भनेर मैले 5 रुपियाँमा विथड्र गर्न मिलोस् त्यो सिस्टम राख्या हो होइन। अब तपाईँहरूले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूले प्लिज होइन जस्तै नेपालमा बनेको एप्लिकेसन्सलाई यस्तो डिमोटिभेट चाहिँ नगरिदिनु होला। म डिमोटिभेट नै त भइसकेको छैन, किनभने अब यत्रो भिडमा मेरो सिर्फ 10 जना 15 जनाले मात्र पनि यो एप राम्रो छ होइन, म पढ्नलाई धेरै राम्रो छ, पढ्न मिलेछ भनेर मात्र भनिदिनु भयो भने पनि त्यसले यति सपोर्ट गर्छ मलाई होइन। च्याटमा पनि धेरै हुनुहुन्छ मलाई सपोर्ट गर्ने होइन। अब जस्तै अब कस्टमर सपोर्टहरूमा त बसेको हुन्छ नि, च्याटिङहरूमा पनि राम्रै भन्नुभयो, कतिजनाले कमेन्टहरूमा पनि राम्रै भन्नुभयो। नराम्रो सबै नराम्रो भनेको होइन मैले, बट के हो भन्दाखेरि चाहिँ यसलाई अब जस्तै प्ले स्टोरमा गएर उहाँहरू जसले राम्रो भन्नुहुन्छ उहाँले गरेर त अब बेसी सबैले रेटिङ त गरिदिनुहुन्न। अब जसले नराम्रो भन्छ त्यो जाने बित्तिकै पुत्रुङ भेगुता चाहिँ गरेर गर होइन, रेटिङ गर्न थालिहाल्छ। अब जति धेरै ब्याड रेटिङ भयो हामी त त्यति डाउन भइन्छ होइन। अनि जति डाउन भयो जुन दुखी पीडित अब जस्तै हुन्छ नि त जसले एक्चुअली पर्चेस गर्न सक्दैन या जसले पर्चेस गर्न पनि छैन, जसलाई जस्ट रमाइलोको लागि सिक्न छ होइन, प्र्याक्टिस गर्न छ, हो त्यस्तो मान्छेहरूलाई के गर्न सक्दैन भन्दाखेरि चाहिँ त्यसलाई पनि समस्या नहोस् होइन, अब कमी नहोस् भनेर के गर्नुपर्छ भन्दाखेरि चाहिँ एप्लिकेसन्सहरूलाई डाइरेक्टली डिमोटिभेट गर्न हुँदैन कि। आई थिङ्क तपाईँले बुझ्नुभयो होला अब होइन कि मैले इकोनोमी तपाईँले यहीँ पनि पढ्न सक्नुहुन्छ। मैले ठ्याक्कै एकदम डिटेलमै हुने गरी तपाईँलाई एक्चुअली ठ्याक्क म्याथै देखाइदियो कि यो म्याथको स्क्रिनसट लिएर तपाईँले जहाँ पनि हालेर जसलाई पनि देखाउनुहोस् होइन, त्यसले जो पनि म्याथ पढ्न जानेछ नि त्यसले यो बुझ्छ कि हिसाबहरू। म यति क्लियरली लेखिदिएको कि तपाईँहरूलाई सहिलो होस् भनेर। म एकदम ट्रान्सप्यारेन्ट मान्छे हो कि, ड्रिम प्रोजेक्ट हो, ड्रिम प्रोजेक्ट हुँदैन नि त्यसै आठ नै मैले यस्तो भिडियो बनाउँदैन कि
मलाई मतलब पनि हुन्थेन कि कसैले केही नराम्रो भनेर, किनभने अरू प्रोडक्टहरू पनि छन् जसबाट मलाई कसैले नराम्रो भन्छ भने पनि त्यति सरकार लाग्दैन कि, किनभने त्यो क्यास त्यो पनि पैसै कमाउनलाई बनाएको प्रोडक्टहरू हुन् होइन। त्यस कारणले गर्दाखेरि त्यसलाई कसैले नराम्रो भन्छ भने पनि यसलाई ठिक छ पैसै कमाउन बनाएको, के नराम्रो भनेछ र के सुधार्न पर्ने भन्ने जस्तो हुन्छ कि। यसमा त मैले आफ्नो पुरा दिन रात 2.5 वर्ष लगाएर 2.5 इयर लगाएर यत्रो कोर्सेसहरू टाइप गरेर यत्रो एप्लिकेसन्सहरू सिस्टम सेटअप गरेर बल्ल बल्ल यो एपलाई यहाँसम्म ल्याएको हो। अब तपाईँहरूले के गर्यो, जस्तै त कोही नमुनाहरू भाद्रेहरूले होइन के गरिदिन्छ भन्दाखेरि चाहिँ केही इकोनोमी बुझ्नु छैन, केही जान्नु छैन नेपालीहरूलाई होइन। तर के भइरहेको छ भन्दाखेरि चाहिँ जे मन लाग्यो त्यही बोलेछ होइन, न त पछाडिको न त ब्याकग्राउन्ड इकोनोमी थाहा छ, न त म्याथ थाहा छ, बेसिक खुद्दुको म्याथ पनि थाहा छैन होइन। त्यस्तो मान्छेहरूले गरेर के भनिदिन्छन् भन्दाखेरि चाहिँ यो भयो त्यो भयो भनिदिन्छन् कि। मैले कसैलाई गाली गरे होइन, खास त उहाँहरूको समाजको पनि कमी होला, तर कस्तो भन्दाखेरि चाहिँ आफूलाई खत्रैभित्र पेन हुन्छ क्या। अब बेसी पेन बुझ्नु भयो होला होइन, अब कसैलाई नराम्रो भनेर पनि नसोच्नु होला। तर ठिक छ, त्यो जुन जसको नाम छ नि होइन, नाम पनि मैले एक्चुअली अब त नाम पनि ब्लर नै हुन्छ होला, यो भिडियो तबसम्म जान्छ होइन। म अहिले त खिच्दाखेरि त ब्लर थिएन, म ब्लर पनि गरिदिउँला त्यो नामहरू, केही फरक पर्दैन होइन। तर कस्तो भन्दाखेरि चाहिँ त्यो जब त्यस्तो यस्तो सुनिन्छ नि होइन, त्यस्तो यस्तो जब आफूलाई महसुस हुन्छ नि तब डेन्जरस हुन्छ कि। त्यसै कारणले गर्दा यो एपलाई हामी सबै मिलेर बचाउँ होइन। जति सक्नुहुन्छ अब तपाईँहरूले पनि के गर्नु भन्दाखेरि चाहिँ एपलाई सेयर गर्नुहोस् होइन, जति धेरै सेयर गर्नुहुन्छ नि होइन। खास मेरो प्लान के हो अब बुझ्नु भएन होला, म प्लान भन्छु है त, कसरी पे बढाउनु त भन्दाखेरि चाहिँ हामीले डाइरेक्टली के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब डाइरेक्ट स्पोन्सरसिपहरू ल्याउन सक्यो भने प्रिमियम एडहरू आउँछन् कि। जस्तै तपाईँहरूले आफ्नो बिजनेसहरू प्रमोट गर्नु हो त्यस भन्नुहोस् होइन, ज्ञान कोषमा हालिदिनु भनेर भन्नुहोस् होइन, म एडहरू पनि हालिदिन्छु होइन, अब सर्टेन एउटा इकोनोमीमा। अनि पछि अर्को कुरा कस्तो हुन्छ भनेपछि तपाईँलाई अब एड नै हाल्नु छैन भने या अरू कसैलाई सेयर गर्नु भने तपाईँहरूको थ्रुबाट सेयर गरिदिनुहोस्, जति सक्नुहुन्छ धेरैलाई सेयर गर्नुहोस्। जति धेरै सेयर हुन्छ, जति धेरै अडियन्स हुन्छन् एपमा, त्यति नै धेरै के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो इकोनोमी बलियो हुन्छ। अनि जति धेरै इकोनोमी बलियो हुन्छ त्यति नै धेरै के हुन्छन् भन्दाखेरि चाहिँ गुगलहरूलाई पनि बाध्यता हुन्छ कि त्यो अलि धेरै धेरै एड स्पोन्सरसिपहरू दिनको लागि गुगल बाध्य पर्छ कि होइन। अनि अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ एकदम मैले क्विजेसहरूलाई के गर्ने भने एकदम हाई रिवार्डहरूमा लाने कि। जस्तै पछि मेरो प्लान छ होइन, सकेसम्म अहिले मैले नसक्ने भएर हो कि तपाईँलाई म्याथ देखाएँ नि होइन, म अहिले नै घाटामा भएको कारणले गर्दाखेरि नै हो कि यहाँ हेर्नु मलाई यति घाटा लागिरहेको कि यदि तपाईँले 100मा 100 क्वेसन मिलाउनुहुन्छ भने कि होइन, एउटा एड बराबर है त। तर कस्तो भन्दाखेरि चाहिँ अनि पछि हेरि मलाई के हुन्छ भने चाहिँ अब धेरै घाटा त बेहोर्न सक्दिनँ होइन, अबेसी म पनि डेभलपर नै हो। तर कस्तो हुन्छ भने चाहिँ ठिक्कको घाटा त बेहोर्न सकिन्छ। अब मैले के सोचिरहेको छु भन्दाखेरि चाहिँ इन फ्युचर होइन, अब त्यसपछि मैले यदि राम्रो एपमा सेयर भयो राम्रो भयो भने हामीले के गर्ने त 500+ युजरहरूलाई के गरिदिन्छ त भन्दाखेरि चाहिँ 500 ज्ञान कोइनमा 1 रुपियाँ दिने भन्ने मेरो प्लान छ कि। सकेको छिटो ल्याउँछु होइन, यो ल्यायो भने झन् धेरै घाटा हुन्छ मलाई अहिले भर्खर ल्यायो भने। तर के गर्नुभयो तपाईँको, अब जस्तै फर इक्जाम्पल हाम्रोमा 100K डाउनलोड्स भयो होइन, 100K+ डाउनलोड भयो भने होइन, अनि त्यसपछि कम्ती केही नभए पनि 40-50 हजार युजर भयो भने त 40-50 हजार युजरहरू भयो भने होइन। अनि पछि एड रेभेन्यूहरू भन्दाखेरि पनि अब अवश्य डाइरेक्ट स्पोन्सरसिप पाउने चान्सेस धेरै हुन्छ नि त। अनि डाइरेक्ट स्पोन्सरसिप पाइयो भने होइन, अब कसैले अब रिफरेन्स गर्दै जस्तै मान्नु न कस्तो हुन्छ भनेपछि एउटै मान्छेले आज मलाई यो मेरो एड सबैलाई देखाइदिए, म तँलाई कति दिन्छु भनेपछि 5,000 के अरे म 5,000 दिन्छु, 50,000 15,000लाई देखाइदिएँ म तँलाई 5,000 दिन्छु भनेर कसैले भन्छ भने त मेरो इकोनोमीमा ठ्याक्कै फिट खान्छ त्यो भन्दा मैले के गरिदिन सक्छु त्यो देखाइदिने बित्तिकै तपाईँहरूको लागि एड रेभेन्यू त बढाइदिन सक्ने भयो कि भएन हो। यसरी मैले के गरिरहेको छु भन्दा चाहिँ प्लान गरिरहेको छु कि त्यो अहिले अब सुरुमै सबै एप त बबाल पैसा त हुँदैन। अनि प्लस मैले अब पैसा कमाउनुको लागि भन्दाखेरि पनि अब सबैले भन्नुभयो पैसा त्यही भएर मैले पैसाको बारेमा सोचे हो यो एपको लागि। तर इन फ्युचर पनि यति कुरा याद राख्नुहोस्, एपको कन्टेन्ट कहिले पनि पेड हुँदैन जबसम्म यो एप मेरो नियन्त्रणमा छ। यति कुरा चाहिँ डाइरेक्टली भनिदिन्छु कि मैले है त। किनभने यो एपको मेन उद्देश्य नै के हो भन्दा चाहिँ बेस्ट कन्टेन्ट डेलिभर होस्। जस्तो भए त्यस्तै ऱ्यान्डम कन्टेन्ट हाल्दैन, तर के हुन्छ कहिले काहीँ अब टाइपिङ गर्न पर्यो, त्यत्रो लाख क्वेसन्सहरू टाइपिङ गर्दा कहीँ इरर भएको होला, तपाईँले रिपोर्ट गर्न पनि सक्नुहुन्छ होइन। रिपोर्ट गर्न भनेको पनि कस्तो भनेर तपाईँलाई देखाउँछु है त। फेरि जस्तै कहिले काहीँ कुनै क्वेसन्सहरूमा रिपोर्ट गर्नुपर्ने हुन्छ कि होइन। जस्तै यहाँ तपाईँले अब एकचोटि त्यो एपकोमा तपाईँलाई ठ्याक्कै देखाउँछ। जस्तै तपाईँले कुनै क्वेसन्सहरू चलाउनु भएन, जस्तै मान्नु अब तपाईँले कुनै एउटा क्वेसन्सहरू एप युज गर्नुभयो, रिपोर्टिङ गर्न सिकाउँछु मैले, अनि यस्तो गर्नुभयो होइन, मानिलिनु यहाँ केही गल्ती थियो अरे होइन। अब यहाँ केही गल्ती थियो अरे भने तपाईँले यहाँ के गर्न सक्नुहुन्छ त, रङ एन्सर हो होइन, इनकरेक्ट एन्सर हो, इमेज नट लोडिङ, अरू केही समस्या छ भने तपाईँले यहाँ के गर्न सक्नुहुन्छ, टाइपिङ गरेर यो त भएन यस्तो भयो भनेर भन्न सक्नुहुन्छ है त, गर्न पनि सक्नुहुन्छ। सो यसरी के गर्नु त तपाईँलाई हेल्प पनि हुन्छ, हामीलाई पनि के हुन्छ हेल्प हुन्छ होइन। सो यही यस्तै छ। अब यसरी तपाईँले के गर्न सक्नुहुन्छ, हेल्प गर्न सक्नुहुन्छ। अब तपाईँलाई गाना सुन्दै होइन, म त गाना सुन्दै पढ्छु भन्न पनि सक्नुहुन्छ। यहाँ छ ऱ्यापिड फायरको सेटिङ पनि छ होइन, तपाईँले यो पनि युज गर्न सक्नुहुन्छ। अब ऱ्याङ्कहरू छन्, ऱ्याङ्कहरूमा तपाईँले कम्पिट पनि गर्न सक्नुहुन्छ। यो ग्लोबल भयो होइन। अनि नेपालमा पनि अब यस्तो छ, नेपालको पनि अब नेपालमा भएको मान्छेहरू यस्तो छन्, अब इन्डियामा छन् भने इन्डियाको देखाउँछ होइन।
तपाईँले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ अब आफ्नो पोजिसन्सहरू फाइन्ड गर्न सक्नुहुन्छ। यो सबै जे छ अब एड हेर्नको लागि अब इनर्जी पोइन्ट कसरी बनाउने भन्दा चाहिँ यहाँ गएर रिफ्युलमा गएर होइन मतलब तपाईँले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ रिफ्युलिङ गर्न सक्नुहुन्छ। अब कहिलेकाहीँ सानोतिनो यताउति समस्या होलान्, सानोतिनो समस्या खानु भने तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि त्यो समस्यालाई समस्या भयो भने के गर्ने त भन्दाखेरि चाहिँ होममा जाने अनि त्यस कहाँ जाने त हेल्प एन्ड सपोर्टमा जाने अनि लाइभ च्याटमा गएर मेसेन्जरमा गएर कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ होइन। सो हामीले सबै फिचर्सहरू एपमा दिएका छौँ कि नदिएका होइनौँ कि हामीले होइन। यो मैले यो भिडियो त्यति धेरै एडिट गर्दिनँ, जस्तो छ त्यस्तै भिडियो अपलोड गरिदिन्छु होइन। यो खास मैले मनको व्यथा पोख्या हो है, अर्को केही पनि होइन। अब तपाईँहरूलाई मध्ये कसैलाई लाग्यो होला होइन यसले त जे पाइ त्यही बोल्यो भन्ने जस्तो लाग्यो भने अब जो छ त्यसैको अगाडि म्याथ अब जसले अब एड रेभेन्यूमा काम गर्नुभयो उहाँलाई देखाउनुहोस् होइन यो कुरा, एपको इकोनोमी बुझाउनु। उहाँले आफैले भनिदिनुहुन्छ बब्बाल गऱ्यो हो होइन। तपाईँहरूलाई लागिरह मैले केही चिज गलत गरिरहेको भने प्लिज कमेन्टमा कमेन्ट भनिदिनु होइन, कमेन्टमा बोलिदिनु, कमेन्टमा गरिदिनु होइन, कमेन्ट गरिदिनु। कमेन्टहरू पढेर पनि अभियसली हामीलाई पनि उयो हुन्छ। जति सक्नुहुन्छ सेयर गरिदिनु, मेरो फ्युचर प्लान पनि बुझिहाल्नु भयो होला। आई थिङ्क यो भिडियो तपाईँले स्किप गरेर हेर्नुभयो भने म रिक्वेस्ट गर्छु स्किप केही नगर्नु, जानु अगाडिदेखि पुरै भिडियो हेर्नु। जब 20 मिनट 25 मिनटको छ होइन। यसले तपाईँलाई के गर्न सक्छ भन्दाखेरि चाहिँ इन फ्युचर नेपालको इकोनोमीहरूलाई नेपालको इकोनोमी भन्दाखेरि पनि हामी सबै जो छौँ हुन्छ नि पढ्नको लागि होइन, उहाँहरूको लागि के हुनसक्छ भन्दाखेरि चाहिँ एउटा बेटर एपको रूपमा निस्किन सक्छ के यो यति नसोच्नु यो एउटा व्यक्तिको एप हो। यो के हो भन्दा चाहिँ एउटा सोसाइटीलाई एकदम राम्रो होस्, प्रमोट होस्, एजुकेसन कन्टेन्ट होस् भनेर बनाएको एप्लिकेसन्स हो कि होइन। सो यसमा थोरै मोरै मिहिनेत त लागेकै छैन, त्यो सोच्दै नसोच्नु होला। तर यो मेरो ड्रिम प्रोजेक्ट भएर पनि मैले यति मिहिनेत चाहिँ गरे हो। सो अब धेरै जति भन्यो त्यति नै दुःख लाग्छ होइन, अब त्यति के बोलौँ र होइन। सो छोडिदिउँ है त। ओके, धन्यवाद, बाई।